मेरो भाग्य बनाउनै सकिनँ। के एउटा समाज त्यतिसम्म हुन सक्छ जसले एउटी सानी बालिकाको काफी कलम खोसेर उसको सिउँदोमा जबरजस्ती सिन्दुर हालिदिन्छ? के एउटा नारीको फैसला गर्ने अधिकारी त्यो प्रतिशतात्मक समाजलाई मात्र छ? यही कुरा म बिहे गर्नुभन्दा अगाडि किन थाहा पाउनु भएन कि मलाई बिहे गर्न मन थिएन? नमस्कार साथीहरू, आज हामी एउटा चलचित्रको कथा र भावनालाई लिएर आएका छौँ जसले तपाईको आँखामा आँसु मात्र ल्याउने छैन बल्कि हाम्रो समाजको तितो यथार्थलाई छटपट पारिदिन्छ। हो, हामी कुरा गर्दछौँ भर्खरै प्रदर्शनमा आएको बक्स अफिसमा तहल्का मचाइरहेको चलचित्र गौँथली। बिना कुनै ठुलो सुपरस्टार, केवल बलियो कथा र दमादार अभिनयका कारण यो फिल्ममा मात्र 9 दिनमा 7 करोड भन्दा बढी कमाइसकेको छ। यो कथा केवल एउटा युवतीको मात्र होइन, यो कथा हो हाम्रा आमा हजुरआमा आज पनि गाउँमा गुम्सिएर बाँचेका हजारौं गौँथलीहरूको। यदि तपाईले आफ्नो नेपाली हुनुको पहिचान, एउटी नारीको सङ्घर्ष पराकाष्ठा बुझ्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसँग हेर्नुहोला, किनकि आज हामी गौँथलीको सम्पूर्ण कथा, यसको ट्रेलरको रहस्य, यो फिल्म किन तपाईले हलमा गएर हेर्नुपर्छ भन्ने कुरा बारेमा कुरा गर्नेछौँ। सुरुवात गरौँ यो चलचित्रको ट्रेलरबाट। जब गौँथली आधिकारिक ट्रेलर सार्वजनिक भयो, यसले दर्शकको मुटु जुरुक्कै बनायो। ट्रेलरको सुरुवाती दृश्यमा हामी सुन्दर नेपाली पहाड गाउँको परिवेश देख्छौँ, तर त्यो सुन्दरताभित्र एउटा भयानक सामाजिक क्रूरता लुकेको छ। ट्रेलरमा अभिनेत्री सिमरन खड्का स्कुल जाने उमेरकै सानी बालिकाको रूपमा देखिन्छन्। उनको आँखामा पढ्ने र एसई परीक्षा पास हुने ठुलो सपना छ, तर अर्कातिर अभिनेता अरुण छेत्रीलाई देखाइएको छ जसले व्यवहारमा सामान्य जीवनको जस्तो छैन। उनी अटिजम अर्थात् मानसिक समस्याबाट गुज्रिरहेका छन्। ट्रेलरको एउटा ठुलो धक्का दिन्छ जब ती दुई विपरीत र असामान्य जोडीहरूको जबरजस्ती विवाह गराइन्छ। ट्रेलरमा सासू र समाजको कडा रूप, गौँथलीको रोदन र अरुण छेत्रीको आक्रामक अबोध रूपले देखाउँछ कि फिल्म केवल एउटा रोमान्टिक प्रेम कथा मात्र होइन, यो त एउटा बलियो सामाजिक ऐना हो जसले बाल विवाह र अशिक्षाको भयानक रूपमा पर्दाफास गर्छ। ट्रेलरको ब्याकग्राउन्ड म्युजिक संवादहरूको नै संकेत गरिसकेका थिए कि चलचित्र हलमा रुवाउने निश्चित छ। एउटा पनि छोरी मान्छेलाई मैले एसएलसी दिनेसम्म पुर्याउन सकिनँ। सर, गौँथलीले पास गर्छ एसएलसी। गौँथली सिमरन खड्का गाउँकी एउटै चुलबुले चलाक पढ्न अबल बालिका हो। उनको एउटा मात्र जिद र सपना छ, पढ्ने लेख्ने र आफ्नो खुट्टामा उभिने। तर यो पुरुष प्रधान समाजलाई एउटा छोरीले पढेको सहन सक्दैन। रूढिवादी परम्पराको नाममा उसले सानै उमेरमा स्कुलबाट निकालेर विवाह बन्धनमा बाँधिन्छ। उसको विवाह थुलेसँग अर्थात् अरुण छेत्रीसँग हुन्छ। थुले खराब मान्छे होइन, तर ऊ अटिजम रोगबाट पीडित छ। उसलाई समाजले पागल भन्छ। अन्धविश्वासका कारण उसलाई निको पार्न धामी झाँक्री कहाँ लगिन्छ वा कोठामा थुनेर राखिन्छ। एउटी सानी केटी जसले संसार बुझ्न बाँकी छ, उसले एउटा सानो यस्तो श्रीमान को जिम्मेवार सम्हाल्नु पर्छ जसको मानसिक अवस्था आफै बालक जस्तै छ। विवाहपछि जीवन गौँथलीको लागि एउटा नर्क जस्तै बन्छ। गाउँघरमा सुरक्षित सुत्केरी सेवा नहुँदा र असुरक्षित घरेलु सुत्केरीका कारण गौँथलीले आफ्नो पेटमा हुर्केको बच्चालाई जन्म दिनुपर्छ। एउटी आमाको लागि आफ्नो सन्तान गुमाउनु भन्दा ठुलो पीडा संसारमा केही हुँदैन। तर यो ढुङ्गाको मुटु जबैको समाजले त्यो दुःख महल्न लगाउनुको साटो उल्टै गौँथलीलाई नै दोषी ठहराइदिन्छ। सासू र ससुरा उसलाई अलेचिनी भनेर
शारीरिक र मानसिक यातना दिन्छन्, अन्त्यत निकालेर लखर दिन्छन्। घर, सन्तान, स्वास्थ्य सबै गुमाएर सडकमा पुगेकै गौँथली के हार मान्छन् त? यहीँबाट सुरु हुन्छ गौँथलीको वास्तविक यथार्थ र रूपान्तरण। गौँथली आफ्नो आँसुलाई आफ्नो हतियार बनाउँछिन्। उनले शिक्षालाई समाज विरुद्ध लड्ने विद्रोहको माध्यम बनाउँछिन्। सबैले थुकेको र त्यागेको अवस्थाबाट उठेर उनी फेरि किताब समात्छिन् र विद्यालय जान थाल्छिन्। अर्कोतर्फ अटिजम भएकाले ठुलेले बिस्तारै समाजको प्रतिशतात्मक नियमहरूभन्दा बाहिर गएर आफ्नो अबोध मनको गौँथलीको पीडा र मायालाई बुझ्न थाल्छ। ऊ समाजको विरुद्ध आफ्नी श्रीमतीको सबैभन्दा ठुलो सहयोगी बन्छ। जब गौँथलीले ठुलो शैक्षिक सफलता हासिल गर्छिन् तब मात्र समाजको आँखा खोल्छ। फिल्मको अन्त्यले समाजको र कुरूप परम्पराभित्र एउटा बलियो छापट हान्छ। अब प्रश्न उठ्छ, हामीले यो फिल्म किन हेर्ने? बजारमा मसला फिल्महरू त कति आउँछन् कति, तर गौँथली किन विशेष छ? यसका मुख्य 3 कारणहरू छन्। हाम्रो आफ्नै मौलिक र सामाजिक ऐना। यो फिल्म 2060 को दशकभन्दा अगाडिको ग्रामीण नेपाली समाजको कथामा आधारित छ। रुटीपाती, जसले सासू बुहारीको सम्बन्ध, असुरक्षित मातृ स्वास्थ्य र समाजको विभेदलाई निकै रूपमा प्रस्तुत गरेको छ। जटिल प्रति मानवीय दृष्टिकोण। नेपालमा पहिलोपटक अटिजम भएका व्यक्तिले पीडा र उनीहरूले समाजमा गर्ने व्यवहारको दुर्व्यवहारलाई यति करुणा साथ देखाएको छ। इन्स्टाग्राम फिल्मले सिकाउँछ कि उनीलाई अन्धविश्वासका वा कोठामा थुन्ने होइन, माया प्रेम बुझाइको आवश्यकता पर्छ भन्ने देखाउँछ। शिक्षा र नारी शक्तिको विजय। यो चलचित्र रुवाउँछ मात्र होइन, बरु परिस्थिति जतिसुकै कठिन भए पनि शिक्षाको माध्यमबाट कसरी आफ्नो भविष्य पुनर्जीवित गर्न सकिन्छ भन्ने कुरा प्रेरणा देखाउँछ। पनि बच्चा जन्माउन सजिलो त अल्छीका ट्याक जा छिटो। गल्तीहरू मेरो भए सजाय मलाई देऊ। साथीहरू, यो चलचित्र हलमा धमाधम चलिरहेको भएको कारणले मैले पनि केही आफ्नो भोइस ओभर बनाएर यो फिल्म एकदम राम्रो भएको र सबैले बुझ्नु परेन, सिक्नु पर्ने भएको हुनाले हलमा गएर फिल्म हेर्ने हुनुहोला र यो फिल्मबाट हामीले धेरै कुराहरू सिक्न सकिन्छ। फिल्म हेरेपछि हामीले केही सिक्नुपर्छ र अरूलाई सिकाउनुपर्छ ताकि समाज परिवर्तन गर्न सकियोस्। हामीले जे कुरा सिकेका छौँ, भोगेका छौँ, समाजमा जो राम्रो नराम्रो रीतिरिवाजहरूलाई निकाल्दै राम्रो पक्षको अगाडि बढ्नुपर्छ भन्ने यो गौँथली फिल्मले सबैलाई सिकाउँछ। र गौँथली फिल्म हेरिसकेपछि तपाईहरू पनि हामीले के सिक्यौँ, कसरी समाज परिवर्तन गर्न सकिन्छ र तपाईँ हाम्रो घरबाट नै सुरु गरौँ भन्ने लक्ष्यका साथ यो फिल्म बनाइएको छ र हेर्नुहोला। मैले हेरिसकेँ, हजुरहरू पनि गएर हलमा गएर हेर्नुहोला र त्यही फिल्म हेरेको कारणले मैले फेरि आफ्नो रिभ्यू दिए पनि यहाँबाट दिएको। लस्त साथीहरू फेरि म अर्कोचोटि यस्तै नयाँ फिल्मका बारेमा नै कुरा गर्न नयाँ तरिकाले नै आउनेछु भन्दै अहिलेलाई बिदा है। ल, एउटा लाइक र कमेन्ट छोडेर त अवश्य जानु होला भन्दै बाई बाई।